झर्नीसम्म आउन पनि धेरै देखिन्छ यहाँ फेरि। जुन दृश्य देखिएको छ यो सिक्टा सिँचाइ आयोजना अन्तर्गतको राप्ती नदीमा बनाइएको बाँध ड्याम हो। हामीसँग साथीहरू हुनुहुन्छ, साथीहरू पनि यहाँको दृश्यमा चाहिँ रमाइरहनु भएको छ। निकै ठुलो र एकदम भयङ्कर एकदम व्यवस्थित रूपमा बनाएको सिक्टा सिँचाइ योजना जुनले बाँके बर्दियाका विभिन्न चाहिँ क्षेत्रहरूलाई चाहिँ सिँचाइ गर्न मुख्य योजना लिएर बनाइएको सिक्टा सिँचाइ आयोजना देख्नुभएको छ। यो राप्ती नदीमाथि बनाइएको